आज हामी चर्चा गर्दैछौँ नक्षत्र अन्तर्गत तिख्य अर्थात् पुष्य नक्षत्रको विषयमा। पुष्य अर्थात् यदि कसैको पनि हु हे होडा अर्थात् यो 4 चरणमा जन्म भएको छ भने यस्ता व्यक्तिहरूको पुख्य अर्थात् तिख्य नक्षत्र रहने गर्दछ र यसको विशेष रूपमा हामीले हेर्दा यसको नक्षत्राधिपति भनेर हामीले शनि ग्रहलाई हेर्ने गरिन्छ भने यसको राशि चन्द्रमालाई आधार रहेको कर्कट राशि रहने गर्दछ र यसको अधिपति देवता भनेर हामीले गुरु बृहस्पतिलाई चिन्ने गरिन्छ र विशेष गरी पुख्य नक्षत्र भन्नाले भरण पोषण अर्थात् सामाजिक स्तरमा मानसिक स्तरदेखि चेतनाको स्तरदेखि भित्रैदेखि भरण पोषण अर्थात् त्यो क्षेत्रमा लगाव दिने काम नक्षत्रमा जन्म भएका व्यक्तिहरूमा हामीले देख्ने गरिन्छ। विशेष गरी यस्ता व्यक्तिहरू देवकर्म अर्थात् प्राचीन परम्परा अनुरूपका कर्ममा विशेष गरी जोड दिने र यस्ता व्यक्तिहरू धनवान ऐश्वर्य सम्पत्तिले युक्त पनि हामीले भेट्न सकिन्छ। पुत्रयुक्त अर्थात् पुत्र आफ्ना श्री सम्पत्तिहरू आफ्ना आफन्तहरू सबैजनाले युक्त भएको पनि हामीले देख्न सकिन्छ। शनिको नक्षत्र रहेको हुनाले कुनै पनि कर्मलाई विशेष रूपमा जोड दिने मेहनत गर्ने अनुशासनशील भएर लगाव लागिरहिरहने र पूर्ण रूपमा विश्वास वा लगाव रहने गर्दछ र यस्तो व्यक्तिहरू गुरुको प्रभाव रहेको हुँदा यिनीहरू धार्मिक आचरण गर्ने सामाजिक सेवा गर्ने र अर्काको उपकार गर्ने सदैव अग्रगामी सोच भएको र समाजलाई उन्नति र प्रगतिको दिशातिर कसरी अनुबोध गराउन सकिन्छ भन्ने लगाव यहाँहरूमा सदैव लागि नै रहने गर्दछ। चन्द्र राशि अर्थात् कर्कट राशि प्रदान भएको हुँदा यस्ता व्यक्तिहरू विशेष रूपमा लेडिजहरू आफ्ना कुरा खोलेर राख्न नसक्ने भावुक भावनामा विचलित भइरहने यस्तो यहाँहरूमा बानी वा प्रवृत्ति हामीले देख्न सकिन्छ। विशेष गरी यस्ता व्यक्तिहरू शिक्षक काउन्सिलर समाजसेवी स्वास्थ्य सेवामा आबद्ध नर्स हिलर आयुर्वेद फार्मेसी ब्याङ्किङ परामर्शदाता लेखक व्यवसायी उद्यमी वैदिक अर्गनाइजर कृषि क्षेत्रमा आबद्ध रहने गर्दछन्। सफल व्यवसायी उद्यमीको रूपमा पनि हामीले चिन्न सकिन्छ। यहाँहरूको पनि नक्षत्र अनुरूप शनिको गुरुको प्रभाव यदि यहाँहरूको नक्षत्र अनुसार कुण्डली अनुसार अनुकूल छ वा राम्रो छ भने यहाँहरूको भविष्य उन्नति प्रगति हुँदै जाने देखिन्छ। यदि यहाँहरूको कुण्डलीमा गुरु र शनिको प्रभाव राम्रो देखिएको छैन भने यहाँहरूले त्यसलाई अनुकूल बनाउनको लागि पिपलमा जल चढाएर गुरुजनहरूको सेवा गरेर वृद्ध वृद्धाको सेवा गर्दै यहाँहरू अगाडि बढ्दा यहाँहरूको भविष्य अनुकूल रहने देखिन्छ। हस्त धन्यवाद। यदि यहाँहरूलाई ज्योतिषीय परामर्श सरसल्लाह चाहिएको छ भने यहाँहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हस्त धन्यवाद।